आज नेकपा एमालेलाई जसले जेसुकै भन्नुहोस्, नेकपा एमालेलाई आज एमाले हुँ भनेर उभिन सक्ने यो 1 महिनामा त त्यो महेश बस्नेतको दमले नै मात्र भयो हो है। त्यो जति उनी अराजक होलान्, उनको त्यो बोली नमिठो होला, उनले अरूलाई त्यो तर्साए होलान्, दुनियाँ गरे होलान्, एमालेका मान्छेहरू बाहिर उभिएर म एमाले हुँ भन्न नसक्ने अवस्था थियो नि त। त्यो अवस्थामा एमाले हुँ भन्न सक्नुपर्छ भन्ने दम त सायद त्यो अराजकै भएर पनि महेश बस्नेतले त्यो त स्थापित गरेन। देशका लागि उनको अभिव्यक्ति खतरनाक होला, नयाँ युवा पुस्ताका लागि र यो राष्ट्रको लागि उहाँको अभिव्यक्ति नराम्रो होला, तर ती एमालेका साथीहरूका लागि त त्यो अभिव्यक्ति उहाँको चाहिँ जीवन भयो। हामीले त्यसलाई 2 तरिकाले बुझ्नुपर्छ। हामी राजनीतिकबाट सोच्दाखेरि 2 तरिकाले बुझ्नुपर्छ। कसैलाई अहिले ज्ञानेन्द्रले यो भन्यो भनेर अप्ठ्यारो लाग्ला, त्यो हामीले पपुलारिटीको राजनीतिक चाहिँ गर्नु हुँदैन, सत्य र यथार्थमा बसेर गर्नुपर्छ।